र अर्को फेसमा है हजुरहरूलाई अब भने म नाम्चीको यहाँको जुन चाहिँ सेन्ट्रल पार्कदेखि उता जहाँ चाहिँ विभिन्न प्रकारको आफ्नो आफ्नो कल्चर ट्रेडिसनलहरू बनाएको यो जग्गाहरू हजुरलाई म देखाउनेछु र हजुरहरूले देख्नुहुनेछ अब है। र अब हेर्नुहोस् है यहाँनिर पब्लिक यहाँनिर हाम्रो भानुभक्त आदि कवि भानुभक्तको मूर्ति यहाँनिर छ यसरी है। र आज भने चाहिँ हजुरहरूलाई म यहाँबाट यो देखाउँदैछु। हाम्रो सिक्किममा कुन कुन कस्तो कस्तो खालको घुम्ने जग्गाहरू छ त्योहरू यो भित्तामा बनाइएको छ हजुरहरूले देख्न सक्नुहुनेछ है। अत्यन्त सुन्दर तरिकाले सजाइएको छ। हेर्नुहोस् है साथीहरू नाम्चीको नजारा यस्तो छ। र अब भने चाहिँ म यहाँनिर अर्ग्यानिक बजारमा आइपुग्न आँटेको छु। सानडुप्चे पनि देखिन्छ है। छ 16 खोप होइन फोक र यसको जो चाहिँ यहाँनिर यसरी यहाँ जहाँ जहाँ हाम्रो घुम्ने भ्युजहरू टुरिस्ट प्लेसहरूको लागि यो नजाराहरू यसरी बनाइएको हो र यस्तो छ है। अब भने चाहिँ म नाम्ची डिसी कोर्ट पुग्न लागेको छु र केही कागजहरू एटेस्टेड गर्नुको लागि आज चाहिँ म निक्लेको हो। र हाम्रो यहाँ नाम्चीको एकदम ठुलो यो अर्ग्यानिक सब्जी मन्डी है यो किसान बजार भनेर भन्छ यहाँ आइपुगेको छु म है। र आज चाहिँ उयो हुँदैन यो आज चाहिँ हाट होइन त्यसले गर्दाखेरि बजार लागेको छैन है। हो पर हजुरहरूले देख्नुहुँदैछ डिसी कोर्ट डिस्ट्रिक्ट कलेक्टर अफिसमा म आइपुग्न लागेको छु र आज के कस्तो हुन्छ अन्तमा हजुरलाई म देखाउने छु।